सबैलाई नमस्कार। आज म तपाईँहरूको सामु एउटा अर्ग्यानिक भिडियो प्रस्तुत गरेर उपस्थित भएको छु। वास्तवमा यो भिडियोमा विशेष गरेर यो बर्खाको समयमा असार, साउन, भदौ अझ असोजसम्म पनि यो अरिङ्गाल जुन कालो अरिङ्गाल र अनि रातो अरिङ्गाल विभिन्न भनेर चाहिँ वनमा पाइने जुन अरिङ्गाललाई चाहिँ सानो भए पनि ल्याइएको छ र यस्तो राम्रो फलेको छ र यसलाई चाहिँ यसरी निकालेर यो बनाएर खाइन्छ र स्वास्थ्यको लागि पनि निकै पौष्टिक रूपले चाहिँ निकै राम्रो मानिन्छ भन्ने सुनिन्छ। तर यो अत्यन्तै गर्मी हुन्छ, यसले चाहिँ अलिकति गर्मी बनाउँछ धेरै खाएको खण्डमा। त्यसैले यसको सेवन धेरै अत्याधिक मात्रामा गर्नु पनि स्वास्थ्यको लागि अलिकति हानिकारक हुन्छ। तर यो खानका लागि निकै स्वादिलो र पौष्टिक आहार, पौष्टिक तत्त्वले चाहिँ भरिएको हुन्छ। प्रोटिनको मुख्य स्रोत भनेर पनि यसलाई भनिन्छ। यो विशेष गरेर यो बर्खाको बेलामा चाहिँ यसरी गाउँघरतिर यसलाई पोलेर अनि घरमा ल्याएर यसलाई यसरी टकटक यसको बच्चाहरू हैन जुन हुर्कोदै गरेका बच्चालाई यसरी चाहिँ झारेर यसलाई चाहिँ पकाएर खाने गरिन्छ। तपाईँलाई कतिको मनपर्छ अरिङ्गाल? मनपर्छ भने कमेन्ट गर्नुहोला। विशेष गरेर यो रुखहरूमा अलिकति अग्लो रुखदेखि लिएर ठुलो रुखदेखि लिएर सानो रुखहरू पनि हालिन्छ। यसमा चाहिँ अरिङ्गाल पोल्दा चाहिँ विशेष ध्यान गर्नुपर्ने कुराहरू चाहिँ यसले टोकेको खण्डमा चाहिँ हामीलाई यसको मान्छेको मृत्यु समेत हुने गरेको पाइन्छ भने अरिङ्गाल को लागि चाहिँ रुखमा चढ्दा दुर्घटनाहरू समेत हुन सक्ने भएकोले सावधानी चाहिँ अपनाउनु पर्नेछ। अब भने हेर्नुहोस्, बाँकी यसलाई निकालेर हामीले कसरी चाहिँ पकाउँछौँ। यो स्वादिलो चाहिँ एकदमै स्वादिलो टेस्टी हुन्छ। र फाइनल्ली यसरी यसलाई अलिकति डिप फ्राई गर्नुपर्छ र यो धेरै दिनसम्म राख्दा पनि बिग्रिँदैन र खानको लागि एकदमै स्वादिलो हुन्छ। भिडियो हेरिदिनु भएकोमा सबैलाई धन्यवाद।